हेर त आम्मामामामामामामामा सामान अझै 500 ब्याग आउनु बाँकी छ। ल हामी चाहिँ अब नेपालतिर लाग्यौँ है। मम्मी बुवा कालु अगाडि हिँड्दै हुनुहुन्छ अनि यो चाहिँ अहिले सुतिरहेछ है। अनि कस्तो हुँदो रहेछ भने कतार एयरवेजमा चाहिँ यो खाली छ अरे। सो हामीले चाहिँ हाम्रो बेबीलाई यहाँ सुताउँदा हुन्छ अरे। हामीसँग चाहिँ 2 जना बेबी छ। एउटा यो चाहिँ आज एक्लै सुत्ने भयो। बुवा मम्मी कालु लुक एट हियर। म चाहिँ छुट्टै छु यहाँ है। अनि मेरो नानी चाहिँ सुतिरहेछ यहाँ। अर्को बेबी चाहिँ कहाँ छ? अर्को बेबिज माई बेबिज। हेलो बेबिज। हेलो बेबिज। फाइनल्ली अब चाहिँ हामी कतारबाट उड्यौँ है। यो पुल चाहिँ मैले 3-4 चोटि ट्राभल गरेँ, आजसम्म देखेको थिइनँ। सो आज चाहिँ अब चाहिँ हामी उडिसक्यौँ। उडे पछाडि यो चाहिँ कतारको भ्यू है, माथिबाट प्लेनबाट भ्यू। मेरो बेबी चाहिँ उसको सो हेरिरहेछ है। यो चाहिँ पिजे सेट, कतारले दिने पिजे सेट हो है। हामीले लगाएको थियौँ पहिलेभन्दा क्वालिटी चाहिँ अलिकति लो भएछ भनेर हेरिरहेको छु। अनि मैले चाहिँ मेरो बुढोलाई बोलाएको, बुढो तर्सेको जस्तो नाटक गर्दै हुनुहुन्छ। हामीले चाहिँ टोटल 4वटा सिट बुक गरेको थियौँ भने हामीले चाहिँ होल 8वटा सिट पाएको थियौँ। अनि क्याबिन जस्तो गरेर टक्क एक ठाउँमा थियो। सो हामीलाई चाहिँ एकदम इजी भयो। हामीलाई चाहिँ बेबीसँग गाह्रो हुन्छ कि जस्तो लागिरहेको थियो। इन्जोय गऱ्यौँ है। म्याप है हामी कहाँ हिँड्दैछौँ। भोकले होला फर्स्ट टाइम प्लेनमा मिठो लागिरहेछ खानेकुराहरू एभ्रिडे। खानु चाहिँ खाँदैछु। प्लेनमा चाहिँ टोयलेट चाहिँ नआउँछ है भगवान्। आई एम डन विथ माई फुड। बुवाको जुत्ता लाएर हिँडिरहेछ है। राति मम्मीले दिएको खाँदैछ। बुवाको जुत्ता खाइलिनु त कि उठेर पो बसिरहेछ। हेर नयाँ उठेर बसेको। कोहीले हेडफोन उयो गर्दैछ, मिलाइदिँदैछ। लिएर आयो। फाइनल्ली हामी चाहिँ कतार आइपुग्यौँ। मम्मी हेर्नु एकचोटि मलाई। यस बुवा कालु 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 कालु। ल हामी कतार आइपुग्यौँ है। यो चाहिँ मेरो छोराको जुत्ता चाहिँ छुटेछ। देखि बस है। थ्याङ्क यू सो मच। हामीले चाहिँ एकदम इन्जोय गऱ्यौँ है कतारको फ्लाइट चाहिँ। यो चाहिँ मेरो छोरी र म। हामीले चाहिँ 5वटा ब्ल्याङ्केट ल्यायौँ है। मम्मीलाई अझै त्यहाँ एउटाको माया लागिरहेछ। टोटल 6वटा ब्ल्याङ्केट दिएको थियो। एउटा त्यहीँ छोडेको। मम्मीलाई त्यो ब्ल्याङ्केटको लास्ट माया लागिरहेछ। खोइ ओढेर आउनु पर्थ्यो कि टेन्सन छ। म आम्मा ओट्नु पनि पर्यो। वेलकम टु दोहा कतार। हेलो एभ्रिवान। युवानले पनि हेरिदिँदैछ। हाम्रो युवानी पनि सानो बच्चा हो नि त। अनि हामी चाहिँ यसमा हिँड्दैछौँ है। यो चाहिँ मेरो छोरी। आइलु यता हेर। आइलु लुक एट हियर। मन पनि जानु। बुवा खोइ ए बुवा त धेरै पछाडि हुनुहुँदो रहेछ है। त्यही भएर यतै फर्केको टोपीलाई हेरिहाल्नुहुन्छ नि। बुवाले पनि भिडियो खिच्दै हिँड्दै हुनुहुन्छ। हामी चाहिँ भिडियो खिच्दै हिँड्दैछौँ है। हे छिनिमनु आई लभ यु। यो चाहिँ कतारको मिकी माउस है। इन हियर यु गो। कतारको यो चाहिँ हावामा उडिरहेको के हो थाहा छैन है। यो चाहिँ हामी ल्यान्ड हुने बित्तिकै यहाँ यसरी यो उयसमा चाहिँ बेबीको स्ट्रलर राखेको हुँदो रहेछ है। यसरी इट्स नाइस है। ए कालु लुक एट दिस। कस्तो राम्रो हुँदो रहेछ। ठ्याक्कै उ त्यहाँ इन्फर्मेसन गेट छ। त्यो यो टिल छ। अनि यसकै छेउमा यहाँ चाहिँ यसरी स्ट्रलर राखिदिएको हुँदो रहेछ एस्केलेटरको छेउमा।
हाम्रो चाहिँ 2टा बेबी छ, सो हामी चाहिँ 2टा लिन्छौँ। हामीलाई इजी हुन्छ 2टा लिए पछाडि। टु मच यहाँ छ। हामी चाहिँ 2टा स्ट्रोलर लिएर गयौँ है। ल मम्मी एउटा स्ट्रोलर लिएर हिँड्नुभयो। यो त कस्तो अलिक उयो रहेछ। ल 2जना 2टा स्ट्रोलर लिएर फाइनल्ली जिउलाई पनि हल्का भयो। स्ट्रोलरको तल मस्त सामान अट्ने रहेछ। लगेजहरू यहाँ राख्दा भयो है। आइलिनले चाहिँ एकदम इन्जोय गरिरहेछ। आइलिन र युवानले नै इन्जोय गरिरहेछ नि होइन। बोथ आर इन्जोइङ दियर स्ट्रोलर। यो चाहिँ बोकिराख्नु पर्ने रहेन रहेछ है। सट्ट ओर्लिने बित्तिकै पाइने रहेछ है। हामीलाई चाहिँ ढिलो भएर लास्ट मोमेन्ट हामीलाई नै पर्खिरहेछ अरे। अहिले चाहिँ कालु र युबु हामी चाहिँ यहाँ छौँ। मम्मी बुवा छेउ त्यहाँ हुनुहुन्छ। आज त के मेरो त ढाड पनि सड्क्यो। अहिले घाँटी सड्क्यो पछाडि हेरेको। यस बिस 6 हामी आइपुग्यौँ। फाइनल्ली वी अराइभ। या ढिलो भयो हामी चाहिँ बल्ल गेट छिर्यौँ है। हामी लास्ट हो मम्मी। हामी त झन्डै छुटेको नि। मम्मीले काठमाडौँ हामी लास्ट हो भन्दै हुनुहुन्छ। हामी लास्ट हो भनेको क्या। फाइनल्ली हामी चाहिँ बिजनेस क्लासबाट गयौँ है। अब नेपाल गयौँ। ल नेपाल गयौँ है। बुवा पनि आउनुभयो। हिँड्नु बुवा। ल हामी गयौँ अब। बाई बाई। हामी गयौँ है अब। ये से हेलो। ल let's check in. And last day. Yes, hi. Hello, welcome. Good to have you. Where? Okay, madam, so you'll be one over here, and the other entrance on the other side, so 1 and 1. Okay, thank you. हामी चाहिँ यहाँ गयौँ है। यो चाहिँ हाम्रो सिट है। यो चाहिँ हाम्रो सिट। There you go. कालु यहाँ, मम्मी बुवा यहाँ। हामी चाहिँ यहाँ कतारबाट नेपालको लागि टेकअप हुन है। 4 घन्टा 17 मिनटमा हामी काठमाडौँ पुग्छौँ है। बाई बाई दुहा। पर्पटी लाएर सुतिरहेछन्। ये बादलको माथि। This is Nepal. Nepal. यो ढ्याङ्ग्रेले पनि बुबु खाने रे। ढ्याङ्ग्रे र हामी कहाँ गएको ढ्याङ्ग्रो? माई गुडनेस के हो यो? Not landing, eh? I don't know what. Just 1 minute. I think we are landed now. 1, 2, 3. Yes, landed. Oh. यो छोरो चाहिँ हेर्दैछ है बाहिर। यता हेर त साना। के भयो? खुसी भएको? झगडा परिसक्यो मेरो छोरी। डल हो कि? हेर त आम्मा किन? I love you, Aileen भन्देऊ न त। Aileen, I love you. यो भिडियो चाहिँ हजुरहरूको लागि एक्स्ट्रा भिडियो है। मैले चाहिँ भिडियो एन्ड गर्न बिर्सेछु। सो मैले यो सानो मेरो छोरोको चाहिँ त्यही आएको दिनको भिडियो खिचेर एन्ड गरेँ है। थ्याङ्क यू फर वाचिङ।